नमस्ते साथीहरू, आज चाहिँ मैले गिलो चटपटेको लागि ससको रेसिपी लिएर आएकी छु। यो बनाउन चाहिँ एकदमै सजिलो छ र हामीले घरमै गिलो चटपटे मजाले बनाएर खान सकिन्छ। भिडियो अन्तिमसम्म हेरेर हजुरहरू पनि रेसिपी ट्राई गर्न सक्नुहुन्छ। अब चाहिँ सुरु गरौँ है त यसले चाहिने सामग्रीहरूबाट। मैले यहाँ गहुँको आटा लिएकी छु। हजुरहरूले यसको सट्टामा बेसन अथवा मैदा पनि लिन सक्नुहुन्छ। त्यसैगरी मैले प्यानमा 2 चम्चा आटा राखेँ। 2 चम्चा आटाको लागि मैले 2 कप चिसो पानी राखेँ। यसको लागि चाहिँ हजुरहरूले चिसै पानी राख्नुपर्ने हुन्छ, तातो राख्दाखेरि पिठो डल्ला पर्छ र हजुरहरूले आफ्नो आवश्यकता अनुसार पिठो र पानी थपघट गर्न सक्नुहुनेछ। हामीले यसमा कुनै पनि डल्ला नरहने गरी मजाले फिट्नुपर्ने हुन्छ। हजुरहरूले भिडियोमा पनि देख्न सक्नुहुनेछ। हेर्नुस् त यसरी फिटिसकेपछि अब चाहिँ ग्यासको फ्लेम अन गर्नुपर्ने हुन्छ। मैले थोरै फुड कलर राखेँ। यदि हजुरहरू फुड कलर खानु हुँदैन भने सादा खालको सस पनि बनाउन सक्नुहुनेछ। अब यसलाई मजाले फिटिदिनु होला। मैले थोरै कालो नुन राखेँ। हजुरहरू कतिपयले यसलाई बिरे नुन पनि भनेर चिन्नुहुन्छ होला। यो राख्दाखेरि चाहिँ चटपटेको ससको एकदमै मिठो टेस्ट आउँछ। ग्यासको फ्लेम मिडियममा राखेर हामीले यसलाई यसरी नै चलाउँदै पकाउँछौँ। हामीले पिठो पाक्ने गरी पकाउनु पर्ने हुन्छ, त्यही भएर पनि कम्तीमा 10 मिनेट जति पकाउँदा राम्रो हुन्छ। हेर्नुस् त अघिभन्दा हाम्रो सस धेरै घटिसकेको छ र बाक्लो पनि हुँदै गइरहेको छ। हजुरहरू कसलाई गिलो चटपटे मनपर्छ कमेन्ट गर्न नबिर्सिनु होला। र मेरो भिडियोमा केही कमी कमजोरी भए पनि हजुरहरूले कमेन्ट मार्फत प्रतिक्रिया दिन सक्नुहुनेछ। मैले 10 मिनेट जति यो सस पकाइसकेँ। हेर्नुस् त हाम्रो सस पनि रेडी भइसकेको छ। यसलाई चाहिँ धेरै बाक्लो नबनाउनु होला। सेलाएपछि यो सस अझ बाक्लो हुन्छ, त्यही भएर हामीले यतिको बनायौँ भने ठिक्कको हुन्छ। मैले यो ससलाई एउटा बटुकामा खनाएँ। अब आफ्नो आवश्यकता अनुसार हामीले चटपटेमा राखेर खान सक्छौँ। हजुरहरू पनि घरमै यसरी सस बनाएर चटपटे खानुहोला। र मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद।